हेलो गाइज के छ देख्न सक्नुहुन्छ वेलकम छ मेरो मिनी ब्लगमा गाउँमा कुद्दै कुद्दै आएको छ मकै छ नि धमाधम छ मकै छ नि यता हाम्रो धमाधम छ हामी चारजना आएको यो सोफीले नि मारिदिनु लाग्यो मलाई कहिले हान्छ सोफी त यसले जमानामा नि ठाडो हानिदिन्थ्यो उता उहाँ कोही पाखा चढाउँदा खुस्केपछि नाम ल्याए ट्याब्लेट खान बिर्सेपछि यस्तो हुन्छ गाइस त्यसमा त हाम्रो त पागलै पाएको छन् हामी झर्न लगाइदिउँ त्यहाँ एउटा सानो काम थियो र अनि त्यसमा गऱ्यो सायद त अहिले फेरि हामी आकाश पुलतिर जान्छौँ चट्टो अनि देखाउनेछौँ अहिले हामी ट्याक्क लागिसक्यौँ अहिले के हो फेरि अहिले फेरि आउनुपर्छ हल्का हल्का मिनी ब्लग चट्टा लाएर अलिअलि व्यवस्था गर्नुपर्ने हुन्छ कहिले काहीँ बिहाको बेला चट्टा मिलाएर हाल्नुपर्छ है त चट्ट देख्न सक्नुहुन्छ गाउँको हरियाली चट्ट मस्त यतै हामी चाहिँ मै खोलाको यसो दृश्य देखाइरहेको छु अहिले चाहिँ हाम्रो गाउँतिर अहिले हाम्रो गाउँतिर मकै छ भने चाहिँ धमाधम छ क्या हेर्न सक्नुहुन्छ है स्टार बन्द गर्नु है तेल सकिन्छ तेल महँगाइ छ अहिले गाउँमा चट्ट देख्न सक्नुहुन्छ यता म छु होइन चिसो हाम्रो उता मैटारतिर लास्टै गर्मी छ अहिले यता गाउँमा चाहिँ सर्र हावा लाग्छ हामी त लगभग 10-15 दिन त हामी लेकतिर बस्यो नि त लेक लाग्ने ठाउँमै यस्तो जाडो है हाम्रो सकिँदैन नि सकिँदैन गाइस सर्ट होइन म अब खेतमा चाहिँ मकै लगभग पोलेर खाने बेला भइसक्यो हाम्रोतिर अब गाउँमा चाहिँ भर्खर मकै छर्दैछ त्यही हो अब चढ अहिले हामी आकाशी पुलतिर यसो चहल पहल त्यो भाइको क्या विशाल भाइको चाहिँ मस्तसँग लाएर बस्ती क्लच प्लेट फेरेर चाहिँ क्लच प्लेट भाङ्गो हाल्छ ट्र्याक्टर थर्थर्का जस्तो थर्किन्छ बाइक थर कस्तो मान्छे हो अचम्म लाग्छ सम्झाउनु छ त्यहाँनिर गएर पुरै बाइक चलायो थर्र हामी कहाँमा जस्तो डक 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 बाइक काम त क्लचमा थियो ठिकै त्यसैले अहिले मर्मत गर्न जानु छ है त अहिले हामी तलतिर उतै मन्थलतिर गएर भेट्छौँ यसो मिनी भ्लग चाहिँ हेर्दै गर्नु होला लङ चाहिँ होइन यसो हल्का हल्का मिनी भ्लगहरू चाहिँ हामीले अपलोड गरेर आउँछौँ मिलाएर कन्टेन्ट भेटेसम्म कन्टेन्ट सहित हामीले हाल्छौँ है त अहिलेलाई च्याट चाहिँ यस्तो मकै भइसकेको छ गाइस देख्न सक्नुहुन्छ है हाम्रो पटौलीमा चाहिँ मकै सुत्ला चाहिँ आइसकेको छ च्याटसँग लगाएर हामी छौँ यता अब हामी जाँदैछौँ मन्थली यतैबाट घरबाट निक्लिसकेको छौँ अब मन्थली गएर च्याट बाइक बनाउँछ मेरो नि बाइक बनाउँछ भोलि खाँडदेवी जान्छ क्या मन्दिर खाँडदेवी मन्दिर जान्छ है त चढा मसँग लाएर हामी आकाशे पुलमा नेपालको छेडा छौँ हामी देख्न सक्नुहुन्छ मन्थली एयरपोर्ट त्यहाँ छ हामीभन्दा अलिकति तल माझ देख्न सक्नुहुन्छ एयरपोर्ट र हामी छौँ यहाँनिर यहाँ हाम्रो गुरु हुनुहुन्छ यता छौँ केटाहरू टिकटक बनाइरहेको छन् यसको नाम चाहिँ किन गुरु भनेर बसेको भने नि कस्तो भने हामी गेम खेल्न जाने एउटै रुम नपाउने गाउँको ठाउँमा एउटै रुममा 7-8जना 10जना सुनि नि यस्तो जस्तो खिचेर त्यस्तो एडिटै नगरिकन हालिदिन्छु होइन टक्क लाग्यो मिनी भ्लग चाहिँ यसो अलिअलि आइरहेको हुन्छ त्यो मन्थली आयो अब यही बाइक हो ट्र्याक्टर काममा जस्तो भेट काम छ यसलाई उत्यहाँ छ वर्कसप उत्यहाँको वर्कसपमा फेरेको त्यो वर्कसपले गाँड हान्थ्यो चिवटासँग लाएर हामी जानेछौँ है त चिवट कस्तो दामी हावा सर्र चलेको छ पागलसँग भेटेपछि अनेक हुन्छ अब हेर्नै त यहाँ हेर्नै त यहाँ हेर्नै त हो अब हुस्केपछि के लाग्छ दबाई खानु बिर्सेपछि यस्तै हुन्छ पुलमा अब देख्न है त हो त्यत्तिकै नाच्दिन्छ समाचार पनि नाचिदिन्छ अब यो दबाई खानु बिर्सेपछि यस्तै हुन्छ अब एउटा रूपम हान्दाल खुङ्गेर एउटा नामले ट्याब्लेट चाहिँ ल्याऊ भन्नु पर्ला त चर्को भिडियो बनाऊ नि ऊ नाच्ने बाबु है ताट ल है त गाइस अहिलेको लागि हाम्रो भ्लग यहाँनिर समाप्त हुन्छ फेरि न्यू भिडियोको लागि लाइक सेयर सब्सक्राइब गरिदिनु होला विनम्र अनुरोध गर्न चाहन्छु अहिलेको लागि छोडिन्छु है त नमस्ते शुभ दिन शुभ